यहाँहरु सबैलाई जय मसीह अनि साथै नमस्कार। म तपाईहरुको बीचमा फेरि उपस्थित भएको छु। म छोटो बाइबलको खण्डहरुबाट म तपाईहरुलाई केही कुराहरु बताउन चाहन्छु। मैले एउटा कुरा चाहिँ के भेटाएको छु भने यो संसारमा सबै कुराहरुको खानी छ है। संसारमा सबै कुराहरुको खानी छ। त्यो कुराहरु चाहिँ कडा परिश्रम गरिसकेपछि अनि हामी त्यसलाई चाहिँ प्राप्त गर्न सक्छौं। जुन कुराहरु वैज्ञानिकहरु साइन्टिस्टहरुले खोज्दै पत्ता लगाएर त्यो कुराहरु चाहिँ हामीहरुको बीचमा चाहिँ ल्याउनुहुन्छ। हामी त्यो कुराहरुलाई फेसबुकमा विभिन्न इन्टरनेटको मार्फतबाट हामी त्यो कुराहरु थाहा गर्न सकिन्छ। तर एउटा कुराको भण्डार चाहिँ कहाँ छ भनेर मैले पनि त्यो कुरालाई चाहिँ चाह चाहिँ गरेको। अनि त्यो कुरा चाहिँ खोज्नको निम्ति के गर्ने होला, कसो गर्ने होला भनेर मैले चाहिँ त्यो कुरालाई चाहिँ मैले पनि सुन्न चाहेको। यहाँनिर अयुबको पुस्तक 28 को 12 मा यसरी लेखिएको छ, तर बुद्धि चाहिँ कहाँ पाइन्छ र समशक्तिको मूल चाहिँ कहाँ छ। यो कुरा मलाई पनि चासोको एकदम विषय हो है। यो कुराहरु चाहिँ कसरी पाइन्छ त भनेर चाहिँ मैले यो कुराहरु खोज्दै गर्दाखेरि मैले येशूको जीवनमा त्यो कुराहरु चाहिँ भेटेको छु। त्यो कसरी भेटेको छु भने येशू ख्रीष्ट कहिल्यै पनि साथमा खानेकुराहरु बोकेर हिँड्नुहुन्थेन। उहाँले आफूसँग आएर बस्ने 4000 5000 हरुलाई खुवाउनुहुन्थ्यो। उहाँले कहिले मेडिसिनको सामानहरु, कहिले पनि औषधिहरु बोकेर हिँड्नु भएन। उहाँको नजिक आउने जो कोही पनि संगाई पाएर जान्थ्यो। अनि उहाँ कहिले पनि बाइबल कलेजमा पढ्नु भएन, तर पनि धर्मशास्त्रका कुराहरु शास्त्री र फरिसीसँग उहाँले कुराकानी गर्नुहुन्थ्यो। कहिले स्कुल जानु भएन, तर पनि उहाँले चाहिँ व्यवस्थाका पण्डितहरुसँग चाहिँ सभाघरहरुमा चाहिँ बसेर उहाँले चाहिँ टक गरिरहनुहुन्थ्यो। यो कुराहरु हेर्दै गर्दाखेरि येशू ख्रीष्टमा चाहिँ त्यो खालको भण्डारेपन थियो। प्रिय मित्र, आज तपाई र म पनि त्यो खालको चाहिँ भण्डारेपन हुनु पर्दो रहेछ। आज एउटा भण्डार चाहिँ हामी पनि रहेछौं है भन्ने कुराको चाहिँ मलाई पक्का थाहा भयो। तपाई कस्तो कुराको भण्डारे हुनुहुन्छ आई डोन्ट नो, मलाई त्यो कुरा पनि थाहा भएन। म कस्तो कुराको भण्डार ममा छ त्यो कुरा पनि तपाईहरुलाई सायद थाहा नहुन सक्छ। तर हाम्रो व्यवहार, हाम्रो कुरा गराइबाट चाहिँ केही न केही कुराको भण्डार चाहिँ छ भन्ने कुरा चाहिँ प्रष्ट हुन्छ है। तर वास्तवमा हामीले खोजेको बुद्धिको भण्डार चाहिँ कहाँ छ त भनेर खोज्दै हिँड्यो भने अनि त्यो कुरालाई चाहिँ बुद्धि किन चाहियो त भनेर म आफैले प्रश्न गरेँ। बुद्धि चाहिँ परमेश्वरको सेवकाई गर्नलाई चाहिँदो रहेछ। प्रिय मित्रहरू, हामी प्रेरित 6 को 3 मा हेर्यौं भने चाहिँ त्यहाँ बुद्धि र पवित्र आत्माले भरिएको मानिसहरू चाहिँ परमेश्वरको सेवकाई गर्नको निम्ति चाहिँ छनौट भएका छौं। आमेन। अनि हामी कुराहरू सहज रूपमा चाहिँ त्यो कुराहरूलाई हामी हेर्यौं भने चाहिँ बुद्धि चाहिँ परमेश्वरको सेवकाई गर्नलाई चाहिँदो रहेछ। अनि बुद्धिले चाहिँ के कस्ता कुराहरू अथवा के कस्ता कामहरू गर्छन् त भन्ने हो भनेदेखि चाहिँ बुद्धिले चाहिँ पहिलो नम्बरमा चाहिँ परमेश्वरको भय उत्पन्न गर्दो रहेछ। प्रेमित्र, यो चाहिँ हितोपदेश 1 अध्यायको 7 पदमा लेखिएको छ। अनि बुद्धिले चाहिँ बुद्धिले चाहिँ परमेश्वरको नाउँलाई चाहिँ उचाल्दछ बुद्धिको कुराहरूले चाहिँ। अनि अर्को कुरा चाहिँ बुद्धिले चाहिँ आइरहेको खतरालाई चाहिँ देखाउँदो रहेछ। प्रिय मित्रहरू, देख्ने क्षमता हुँदो रहेछ। अनि अर्को कुरा चाहिँ परमेश्वरको राज्यमा चाहिँ थप्ने कुराहरूमा चाहिँ सहायता गर्दो रहेछ। प्रिय मित्रहरू, हामी यो कुराहरू हेर्ने हो भने बुद्धिले चाहिँ के कस्ता अवसरहरू पनि ल्याउँछ भन्ने कुराहरू पनि हामीले यहाँ थुप्रै कुराहरू हेर्यौं भने बाइबलमा त्यो कुराहरू प्रष्ट रूपमा देखिएको छ। हामीले विभिन्न कुराहरूबाट हामीले त्यो कुराहरू पुस्तकहरूबाट त्यो कुराहरू सङ्कलन गर्यौं भने, अध्ययन गर्दै गयौं भने त्यो सङ्कलन गर्न सकिन्छ। त्यो चाहिँ ठुलो कुरा होइन। तर वास्तवमा हामी आफैमा चाहिँ के कुरा छ त भनेर छानबिन गर्ने हो भनेदेखि चाहिँ हामीले हेर्यौं भने मलाई एकदमै मन परेको कुरा चाहिँ उत्पत्ति 41 अध्यायको 55 देखि 56 मा अनिकालको समयमा पनि भण्डारे भएको हामी एसोफलाई देख्दाखेरि म छक्क परेको छु है। एसोफले चाहिँ आफू अनिकालमा छन् अरू देशहरू, तर उनले चाहिँ पुरै भण्डार खोलेर चाहिँ अनाजहरू मानिसहरूलाई बाँडिरहेका छन्। वास्तवमा उनको जीवन हेर्ने हो भने अगाडिको दिनहरू हेर्ने भने कति दुःखदायी थियो। तर परमेश्वरले चाहिँ उनमा चाहिँ त्यो खालको चाहिँ
भण्डार चाहिँ सङ्कलन गरेर राख्नु भएको रहेछ। अनि त्यो कुराहरू मलाई एकदमै मन पर्यो। अनि मैले चाहिँ त्यो कुरा चाहिँ कसरी प्राप्त गर्न सकिन्छ त भनेर मैले पनि चाह गरेको। अनि बाइबल खोलेर अझै मैले के पाइन्छ भनेर खोज्दै जाँदाखेरि बुद्धिको बारेमा बाइबलले के सिकाउँछ भन्ने कुरा हो। किनभने हामीले देशमा बसेअनुसार हाम्रो देशको संविधानले, कानुनले हामीलाई दिने कुरा नदिने कुराहरू हामीलाई थाहा हुन्छ। त्यस्तै परमेश्वरको वचन पढेपछि नि हामीले चाहिँ के गर्न हुन्छ के हुँदैन भन्ने कुरा चाहिँ थाहा पाउँछौँ। त्यस कारणले गर्दा जसरी हामीले संविधानलाई मान्छौँ, देशको कानुनलाई मान्छौँ, त्यस्तै हामी बाइबललाई मान्छौँ, परमेश्वरको वचनलाई मान्छौँ, फलो गर्छौँ, पालन गर्छौँ। किनभने यहाँनिर आशिषहरू छ। अनि यही कुरालाई मैले हेर्दाखेरि याकुब भन्छन् है, याकुब 1:5 भन्छ परमेश्वरलाई माग। त्यहाँनिर लेखिएको छ यदि कसैलाई बुद्धिको अभाव छ भने त्यसले नझर्किकन दिनु भने परमेश्वरलाई मागोस् र त्यो त्यसलाई दिनेछ। सोलोमन भन्छन् बुद्धि चाहिँ मेरो नीति वचनहरू पढ, हितोपदेशहरू पढ, उपदेशकहरू पढ, श्रेष्ठ गीतहरू पढ, त्यहाँनिर चाहिँ तिमीहरूले पाउँछौ। किनभने त्यहाँनिर मैले लेखिदिएको छु जुन परमेश्वरको सेवाकाई गर्दाखेरि मैले परमेश्वरसँग मागेँ र त्यो कुराहरू चाहिँ मैले तिमीहरूको निम्ति लेखिदिएको छु। त्यहाँनिर पढ अथवा बाइबलहरू पढ, त्यहाँनिर चाहिँ तिमीहरूले भेट्टाउनेछौ। किनभने त्यहाँनिर मैले लेखिदिएको छु। अनि यसोले भन्नुहुन्छ मत्ती 7:7 माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढकाऊ त तिमीहरूको निम्ति उघारिनेछ। जसले माग्छ त्यसले पाउँछ, जसले ढकढकाउँछ त्यसको निम्ति ढोका उघारिनेछ। परमेश्वरको वचनहरूले चाहिँ हामीलाई थुप्रै कुराको प्रेरणा दिइरहेको छ। प्रिय मित्रहरू, हामीले त्यो कुरालाई चाहिँ कसरी पालन गरिरहेका छौँ, कसरी खोजेका छौँ भन्ने कुराहरू चाहिँ हामी यहाँनिर भेट्छौँ। अनि यहोवा परमेश्वर चाहिँ के भन्नुहुन्छ है, यहोवा परमेश्वर के भन्नुहुन्छ त्यो चाहिँ बढी धेरै महत्त्वपूर्ण कुरा छ। अनि हामी त्यसलाई हेर्छौँ। अनि मैले एउटा कुरा चाहिँ बाइबल हेर्दै जाँदा चाहिँ मैले बुद्धि चाहिँ कसरी नै पाइने रहेछ भनेर हामी एकदमै खोज्दै जाँदाखेरि मैले यहाँनिर भेटेको छु। मानिसले त्यसको मूल्य थाहा पाउँदैन, जीवित मानिसहरूको देशमा त्यो पाइँदैन भनेर चाहिँ बाइबलले भनेपछि म एकछिन त निराश भएँ। प्रिय मित्रहरू है, त्यो कहाँ छ त, त्यो कहाँ छ त है, त्यो कहाँ छ, कसरी पाउँछ? तब बुद्धि कहाँबाट आउँछ र समशक्तिको मूल चाहिँ कहाँ छ भन्ने कुरा चाहिँ बाइबलमा लेखिएको छ। अनि जीवित यहाँ लेखिएको छ संसारको कुनै जीवित प्राणीले त्यो देख्न सक्दैन, आकाशको पन्छीबाट पनि त्यो लुकाएर राखिएको हुन्छ भनेर बाइबलमा लेखिएको छ। कहाँ छ यो कुराहरू? मलाई एकदमै चाह लाग्यो। मलाई एकदम खोज्न तमै चाहिँ त्यसको चाहिँ रहस्य कहाँ छ, यो कसरी पाइन्छ यो भनेर मैले खोज्दै जाँदाखेरि अनि यहाँ 23मा मैले यसरी भेटाएँ। परमेश्वरले त्यसको चाल बुझ्नुहुन्छ, उहाँले मात्र त्यो कहाँ बस्छ जान्नुहुन्छ, किनभने उहाँले पृथ्वीको पछिल्लो छेउसम्म देख्नुहुन्छ र उहाँले आकाश मुनिका सबै कुरालाई निरीक्षण गर्नुहुन्छ। जब परमेश्वरले बतासलाई शक्ति दिनुभयो र समुद्रको सिमाना तोकिदिनु भयो अथवा बाँधिनु भयो, यो सबै कुरा उहाँ परमेश्वरले गरिदिनु भयो भने बुद्धिलाई पनि उहाँले चाहिँ विचार गर्नुभयो। अनि उहाँले चाहिँ यहाँनिर भनिएको छ त्यस बेला उहाँले बुद्धिलाई देखेर, बुद्धिलाई कहाँ छ भनेर खोजेर उहाँले चाहिँ त्यो पत्ता लगाइसकेपछि उहाँले भन्नुभयो त्यस बेला उहाँले बुद्धिलाई देखेर त्यसलाई जाँच्नु भयो, उहाँले त्यसलाई विचार गर्नुभयो र त्यसको भेद बुझ्नुभयो। अनि उहाँले मानिसलाई भन्नुभयो परमेश्वरको डर नै बुद्धि हो, दुष्टताबाट अलग रहनु नै समशक्ति हो। आमेन, हालेलुया। हामीले यो कुराहरू चाहिँ बुझ्न बहुत जरुरी छ प्रिय मित्रहरू। बुद्धि, समशक्ति आज धेरै मानिसहरूमा पाइँदैन। हामी धेरैजनाले चाहिँ बुद्धिमानी छु भन्छन्, तर बुद्धि र उसका कामहरू कुराहरू चाहिँ हामी
भएको अलि देख्दैनौँ। यदि देखिन्छ भने पनि कसैले फेरि म त बुद्धिमानी थिएँ, यो मान्छेले चाहिँ मलाई यस्तो बनायो भनेर कसरी भन्नुहुन्छ भने म तपाईँहरूको निम्ति यहाँ केही बाइबलीय केही कुराहरू चाहिँ म पढ्न चाहन्छु। तपाईँहरूले चाहिँ सुन्न सक्नुहुन्छ। तिमीहरूमध्ये बुद्धिमान र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्। तर यदि तिमीहरूका हृदयमा कष्ट, ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुराहरूमा अभिमान नगर, सत्यतालाई झुटो नबनाऊ। तर त्यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन, तर यो त सांसारिक, अनात्मिक र शैतानिक हो। किनकि जहाँ डाहा र स्वार्थपूर्ण अभिलाषा हुन्छ त्यहाँ भाँडो बैलो र हर किसिमको भ्रष्ट काम हुन्छ। हामीमा भएका बुद्धिहरू चाहिँ यही छ प्रिय मित्रहरू। आफ्नो स्वार्थको लागि प्रयोग गर्छौँ, आफ्नो लागि प्रयोग गर्छौँ, आफन्तहरूको लागि प्रयोग गर्छौँ। आफ्नो परिवार, आफ्नो छोराछोरी, आमा बुवा पाए भने आफ्नै नजिक नातेदारहरूमा पनि अलि कपटपूर्ण अलि छलपूर्ण दिए पनि आफूलाई भाग राखेर निस्वार्थ रूपमा दिन नसक्ने है। आफूले बनाएका डाक्टरहरूले पिएचडी गरेर केही कुरा अनुसन्धान गरे भने त्यो फर्मुला चाहिँ अरूलाई बतायो भने अरूले खोल्छन् भनेर त्यो पनि दिँदैन। त्यो स्वार्थपूर्ण एउटा चाहिँ नि ठाउँहरू राखिएको कुराहरू, एउटा न केही कुराहरू राखिएको कुराहरू छ। तर परमेश्वरले त्यस्तो गर्नुहुन्न प्रिय मित्र। तपाईँले र मैले माग्यौँ भने उहाँले स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमेश्वरले हामीलाई के कुराको खाँचो छ सो उहाँले दिनुहुन्छ। अनि हामीलाई चाहिँ त्यो कुराहरू चाहिँ माग्नको निम्ति परमेश्वरले भन्नुभएको छ। तर हामीले माग्ने भनेको स्वर्गीय बुद्धि हो, जो चाहिँ यस प्रकारको छ। तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपालु, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। आमेन है। स्वर्गबाट आउने बुद्धि चाहिँ निष्कपट हुन्छ प्रिय मित्रहरू, शान्तिमा हुन्छ, डाहा, सेखी, पक्षपात केही पनि हुँदो रहेछ। अनि यो कुराहरूको लागि चाहिँ आज मानिसहरूले धेरै तपस्या गर्छन्, धेरै व्रत बस्ने गर्छन्, धेरै फास्टिङहरू, उपवास, प्रार्थनाहरू गर्छन्। तर वास्तवमा त्यो आफ्नो लागि मात्र हो। तर परमेश्वरको लागि चाहिँ त्यो छैन। परमेश्वरको लागि हामीले शान्तिमा पूर्ण हृदयले परमेश्वरको वचनलाई स्वीकार गर्दै, पाठ गर्दै, अध्ययन गर्दै अगाडि बढ्दै जाने हो। जसरी प्रेरित मण्डलीहरूको विश्वासको सारहरू थियो। प्रेरित 2:42 त्यहाँनिर तल हेऱ्यौँ भने विश्वासीहरूको बिचमा चाहिँ केही तेरो मेरो भन्ने कुराहरू थिएन, सबैको निम्ति साझा कुराहरू थिए। त्यहाँनिर तिनीहरूले चाहिँ सबैलाई जे कुराको खाँचो पर्थ्यो त्यहाँ तिनीहरूले चाहिँ सहज रूपमा अप्ठ्यारो नमानिकन, तेरो मेरो नगरिकन दिने गर्थे। आज त्यो मण्डली, त्यो समय, त्यो अवस्था छैन प्रिय मित्रहरू। चर्च मण्डलीमा जान्छौँ हामी, पक्षपात देख्छौँ। विश्वासीहरूको बिचमा आफन्तहरूको, अझ विशेष गरी भने जातित्वको कुराहरू हामी देख्ने गर्छौँ। त्यस्तो होइन प्रिय मित्रहरू, यो बुद्धिले गर्ने काम होइन। त्यही भएर भनेको यो चाहिँ संसारीको, शैतानिक हो। त्यसले चाहिँ फुट ल्याउँछ प्रिय मित्रहरू। जो परमेश्वरबाट आउने बुद्धि हुन्छ त्यसले चाहिँ पक्षपात रहित, भेदभाव नगरिकन, कपट नराखिकन, शुद्ध हृदयले आफू कोमल भएर दिने गर्छ। फिलिपी 2:5 पनि लेखिएको छ, तिमीहरूमा त्यो मन होस् जो ख्रीष्ट येशूमा थियो। आज दुखी गरिबहरू भेटेपछि हाम्रो मनहरू टिठाउनुपर्छ। अप्ठ्यारो परिस्थितिमा देखेका मानिसहरू देखेपछि हामीले तिनीहरूमाथि चाहिँ त्यो खालको चाहिँ हामी देखाउनुपर्छ। प्रिय मित्रहरू, हामी हेऱ्यौँ भने हामी जातैको तुच्छ सामरीको कथाहरूबाट हेऱ्यौँ भने पुजारी पनि तर्केर गए, अरू पनि तर्केर गए, तर जातैको तुच्छ सामरीले चाहिँ आएर त्यसको सेवाकाई गरेको कुराहरू। प्रिय मित्र, सेवाकाई गर्नलाई बुद्धि चाहिन्छ, समझ शक्ति चाहिन्छ। त्यो कुरा चाहिँ अन्यथा भएन, हाम्रो परमेश्वरमा पाइन्छ। प्रेज द लर्ड। परमेश्वरलाई महिमा होस्। यदि तपाईँ यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मैले युट्युब च्यानल खोलेको छु, तपाईँले त्यहाँनिर गएर हेर्न सक्नुहुन्छ। मेरो युट्युब च्यानल छ प्रेज द गड गोस्पल, त्यहाँनिर गएर हेर्नुहोस्
लाइक कमेन्ट सेयर गरिदिनुहोस्, माया गरिदिनुहोस्। हुन्छ, ध्यान दिएर सुनिदिनु भयो। समयले मलाई बिदाई गरेको छ। सबैलाई जय मसिंह एन्ड नमस्कार।